सबभन्दा पहिला म यहाँहरू सबैलाई नयाँ वर्ष 2082 को शुभकामना चढाउन चाहन्छु। म डाक्टर सन्दुक रोहित अनि म यहाँहरूलाई हाम्रा सम्पूर्ण शुभचिन्तक, हाम्रा लाखौं बिरामीहरू लाई म आफ्नो तर्फबाट र हाम्रा अति कर्मठ स्टाफहरू तेलुगुमै काम गरिरहनु भएको सिनियरदेखि तल जुनियरसम्म अनि नेपालको विभिन्न ठाउँमा है हिमाली दुर्गम क्षेत्रमा भ्यालीतिर अनि मधेसको गर्मीमा काम गरिरहेको हाम्रा साथीहरूको तर्फबाट म यहाँहरूलाई नयाँ वर्षको शुभकामना दिन चाहन्छु। र यो सँगसँगै गत 30 वर्षदेखि यहाँहरूले हामीलाई असाध्यै माया दिनुभएको छ। त्यो मायाले गर्दाखेरि हामी अहिलेसम्म यो ठाउँमा आएर हामीले यहाँहरूलाई नेपालमा नेपाल बाहिर पनि हामीले सेवा गर्ने हामीले मौका पाछौँ र यो मौका हाम्रो लागि ठुलो कुरा हो। र हामीले जहिले पनि देशको झन्डा, देशको माटो र देशमा बस्नुहुने नेपाली र देश बाहिर बस्नुहुने नेपालीहरूलाई केन्द्रबिन्दु बनाएर हामीले हाम्रो सेवा हामीले दिने गरेका छौँ र हामीले सकेसम्म आत्मदेखि नै एउटा कमिटमेन्ट दिएर अहिलेसम्म गरिरहेका छौँ। र अब 2082ले सायद हामीलाई नयाँ जोस र जाँगर, नयाँ कार्यक्रमहरू पनि लिएर आउँदैछ। हामी सम्भवतः यो तिलगङ्गा आँखा प्रतिष्ठान चाहिँ एउटा युनिभर्सिटीमा रूपान्तरण हुने धेरै सम्भावना छ र यहाँहरूको माया गर्दै गर्नुहोस्, यो पक्का हुन्छ है। अनि यो युनिभर्सिटी भइसकेपछि हाम्रो कामको दायरा अझ ठुलो भएर जान्छ। यसले ट्रेनिङ, रिसर्च र बिरामीको सेवाको क्वालिटी एस्युरेन्स र नेपालमा विभिन्न ठाउँमा पहुँच यो सबैलाई मद्दत गर्नेछ। एउटा त्यो अर्को हामीले गर्न लागेको चाहिँ हामीलाई अब यहाँहरूलाई थाहा छँदैछ, हामीले यहाँ आँखामा मोतीबिन्दुको शल्यक्रियामा हाल्ने अति स्तरीय है तपाईँको असाध्यै विश्वस्तरीय भन्छौँ हामी, त्यो लेन्स चाहिँ हामीले यहाँ निकाल्ने, यहाँबाट हामीले म्यानुफ्याक्चर गरेर निकाल्छौँ। र अहिलेसम्म यो 30 वर्षको दौरानमा हामीले करिब 70 लाख लेन्स चाहिँ नेपालमा मात्र होइन, विभिन्न अफ्रिका, एसिया, साउथ अमेरिका यस्ता ठाउँहरूमा हामीले डिस्ट्रिब्युट गरेका छौँ। र हामीलाई के लाग्छ भने हामी कहाँ प्रशस्त मात्रामा इन्टेलेक्चुअल प्रपर्टी छ, हामी कहाँ स्किल्ड छ यसको लागि र हामी त्यही ब्याकग्राउन्डलाई लिएर अब यो लेन्स म्यानुफ्याक्चरिङलाई अर्को प्लेटफर्ममा लिएर जान लागेका छौँ। त्यो लिएर जाँदाखेरि हामीले यसबाट यसको उत्पादन 3 टाइम्स बढेर आउँछ र यसमा प्रिमियम टाइपको लेन्सेसहरू, रिसर्च एन्ड डेभलपमेन्ट र अन्य उत्पादनको अन्य वस्तुहरू पनि हुनेछ, जसले गर्दा नेपालले फर द फर्स्ट टाइम मल्टिनेसनल कम्पनीहरूसँग कम्पिट गरेर त्यो फोरममा हामीले अगाडि बढ्न सक्छौँ। र त्यसबाट आएको प्रोसिड्सहरू हामीले हाम्रो समुदायमा हामीले जहाँ विभिन्न छ वर्गहरू त्यहाँ हामीले लेन्स मात्रै प्रोभाइड गर्नु सक्ने होइन तर आँखाको सेवा पनि हामी दिनु सक्छौँ जस्तो लाग्छ मलाई। अनि यो हाम्रो नयाँ प्रोजेक्टको लागि यहाँहरूले जसरी 30 वर्षसम्म माया दिइरहनु भएको छ, यो मायालाई हामीलाई निरन्तर रूपमा दिइराख्नुहोस्, अझ अलि बलियो तरिकाले दिनुहोस्। नेपालमा बस्नुहुने नेपाली र नेपाल बाहिर विभिन्न ठाउँमा, यो ग्लोबको विभिन्न ठाउँमा बस्नुहुने हाम्रा आफ्नै नेपाली दाजुभाइ दिदीबहिनीहरू, उहाँहरूलाई मेरो हार्दिक अनुरोध छ र म यति भनेर सबैलाई नमस्कार भन्न चाहन्छु।